हेलो दर्शन एन्ड नमस्ते सबैजनालाई स्वागत छ। माई नेम इज रामचन्द्र बुढा, माई न्यू भ्लग। आज चाहिँ हामी एउटा सानो कार्यक्रम गर्दैछौँ क्या। मासु ल्याएर अनि रोटीसँग खाने कार्यक्रम छ हाम्रो आज। विशेष गरी मेरो मम्मीले चाहिँ यस्तो मिठो मासु बनाउनुहुन्छ नि होइन, तपाईँहरू हेर्दै जानुहोस् है ल। हाम्रो मम्मी है, मम्मीले यस्तो राम्रो मासु बनाउनुहुन्छ। अनि उहाँ चाहिँ आज चुलो हो यो चाहिँ। यहाँ दाउरा अहिले आगो बाल्नलाई रेडी हुँदैछ। यहाँ मम्मीले बनाइरहनु भएको छ। मम्मी मासु बनाउनुहुन्छ होइन? एकदम मासु बनाउनु पर्यो, खानु पर्यो, रोटी हाल्नु पर्यो, अनि मासु खाने गर्ने। मेरो बुढी अनि पासाङ दाईको छोरा मेरो छोरी यहाँ टमाटर टिपिरहेको छन् है। हाम्रो अर्ग्यानिक टमाटर होइन पासाङ, अर्ग्यानिक टमाटर। बुढीले चाहिँ सिकाइरहेछ। यता हेर्दा है खुसी मे खुसी बद्ध। मेरो बुवा चाहिँ आज यहाँ चाहिँ चल्ला हेर्न लाग्नु भएको छ, पर बस्नु भएको छ त्यहाँ। आज चाहिँ हाम्रो कार्यक्रम यही हो। हामी चाहिँ अब मासु ल्याउनु जान्छौँ है। पासाङ र म चाहिँ मासु ल्याउनु जानु लाग्यो। कहिले खाने भोलि? खुसी छोरी बुवा के बनाउनु लानु भएको? दे गाइज हामी आज मासु पकाइरहेछौँ। अनि यता भाइ पुरा खुट्टो टोकिरहेछ। यो खुट्टो खै ध्यान, खुट्टा खसीको खाना खाइरहेछ। अनि मेरो छोरा यहाँ पुरा लाइट बालेर मासु हेरिरहेछ यता। अनि यता मासु, यो खसीको मासु पाइरहेछ यस्तो। अनि कुकुर पनि यता छ आज। कुकुर टमी अरे खान्छस् है। मासु खाने टोली सबै यहाँ बसिरहेछ, पुरा मिटिङ भइरहेछ। ओ सानो छोरी पनि छ यता, छोरीले पनि मासु खान्छ भन्ना छ। भइगयो अब धेरै भइगयो आज। र गाइस आज साथीको खाना चाहिँ बाबाले गएको छ। मासु पाकिरहेछ, खसीको मासु गाइस। ओ कुकुर